नमस्कार, यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। म भरत विश्वकर्मा। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछाने बीच आइतबार बिहान 7 बजे सम्झौता हुँदा ऊर्जा मन्त्री कुलमान घिसिङ उपस्थित थिएनन्। पछिल्लो समय बालेन, रवि र कुलमान मिलेर जाने विषयले व्यापकता पाइरहेको र त्यसका लागि तीनैजनाले संवाद अघि बढाइरहेका बेला आइतबारको सम्झौतामा कुलमान नदेखिनुले यो एकतामा उनी कहाँ छुटे भन्ने प्रश्न उठेको छ। ऊर्जा मन्त्री तथा उज्यालो नेपालका संस्थापक कुलमान घिसिङ शनिबार साँझसम्म पनि रवि र बालेनसँग तारान्तार वार्ता र संवादमा थिए। शनिबार राति 7 बजे बालेन र कुलमान बीच भेटवार्ता भएको थियो। राति अबेरसम्म पनि उनीहरूको कुराकानी जारी थियो। कुलमानसँगको भेटवार्तापछि नै राति 11:30 बजे रवि र बालेन निर्णायक वार्तामा बसेका हुन्। त्यही निर्णायक वार्ताले बालेनलाई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने गरी 7 बुँदे सम्झौताको खाका कोरेको हो। तर सँगसँगै मिलेर जाने भनिएका कुलमान यो 7 बुँदेमा किन हटाएनन्? धेरैले प्रश्न गरेका छन्। स्रोतका अनुसार बालेनले कुलमानलाई पार्टीमा तेस्रो वरियतामा रहने गरी एकता प्रक्रियामा सहभागी हुन आग्रह गरेका थिए। कुलमानले भने यसमा सहमति थिएनन्। उनी पनि बालेन जस्तै प्रधानमन्त्रीकै आकांक्षी थिए। कुलमानले आफू सरकारमा वरिष्ठ मन्त्री भइसकेको, उज्यालो नेपाल पार्टीले एउटा संरचनागत रूपमा ग्रहण गरेको र उमेरका हिसाबले पनि आफू प्रधानमन्त्रीको उम्मेद्वार बन्नुपर्ने कुरा बालेनसँगको भेटमा कुलमानले बताएका थिए। बालेनको भने आफू नै प्रधानमन्त्रीको उम्मेद्वार हुनुपर्ने एक सूत्रीय माग थियो। उनले 5 वर्षसम्म आफूलाई प्रधानमन्त्री चलाउन दिनुपर्ने माग गर्दै आएका थिए। त्यसैले उज्यालो नेपाल पार्टीले संरचनागत स्वरूप ग्रहण गरिसकेकाले आफू प्रधानमन्त्रीको हकदार हुँ भन्ने कुलमानको तर्कसँग पनि बालेन सहमत थिएनन्। तर बालेनले त्यतिबेला भन्दा अहिले कुलमान लचिलो भएको उल्लेख गर्दै सहसभापति दिँदा मान्ने बताएका थिए। तर रविले उनलाई सहसभापति पनि दिन नसकिने बताएका थिए। सहसभापति दिन सकिँदैन, पार्टीमा 2 जना उपसभापति हुनुहुन्छ। रविले बालेनलाई जवाफ दिए, 2 जना सभापति बनाउने र सहसभापति बनाएर जान सकिँदैन, तर उपसभापति बनाएर जान सकिन्छ। त्यसपछि रविले उपसभापति डोलप्रसाद हरियाल र स्वर्णिम वाग्लेलाई पनि वार्तामा बोलाएका थिए। तर बालेनसँग छलफलपछि बाहिरिएका कुलमान सम्पर्कमा आएनन्। कुलमानले फोन नउठाएपछि बालेनले नै सहमति गरेर अघि बढ्न र कुलमानसँग पछि कुरा गर्न उपयुक्त हुने बताएका थिए। 2 बीच सहमतिमा हस्ताक्षर भयो। स्रोतका अनुसार कुलमान बिस्किनुको कारण भने अर्कै छ। त्यस आधारमा बालेनले आफ्नो नेतृत्व स्वीकार गरेको कुलमानको बुझाइ थियो। त्यसैले कुलमानले फेसबुक मार्फत मेयर बालेन शाहसँगको फोटो पनि सार्वजनिक गरेका थिए। तर शनिबारको वार्तामा बालेनले आफू नै 5 वर्ष प्रधानमन्त्री बन्ने बताएको कुलमान निकट स्रोतको दाबी छ। मेयर बालेनले म 5 वर्ष प्रधानमन्त्री हुन्छु भन्नुभयो। स्रोतले भन्यो उहाँले मिलेर जाउँ भन्नुभयो, तर उहाँले कुनै ठोस प्रस्ताव गर्नु भएन। भेटमा कुलमानले उज्यालो नेपाल पार्टीको सहअस्तित्व स्वीकार नगरेको अवस्थामा सहमतिमा सामेल हुन नसक्ने बालेनलाई बताएका थिए। उनले उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी बीच पार्टीकै हैसियतमा समझदारी र एकता खोजेका थिए। पार्टीको नाम, चुनाव चिन्ह, नेतृत्व र भावी प्रधानमन्त्रीको उम्मेद्वार पनि नहुने अवस्थामा एकतामा जान नसकिने कुलमानले बताएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट भने कुनै ठोस प्रस्ताव नआएको कुलमान निकटहरूले बताएका छन्। बाहिर 25% केन्द्रीय सदस्य दिने भन्ने चर्चा चलाएको भए पनि भेटमा यस्तो कुनै प्रस्ताव नआएको घिसिङले बताएका छन्। बालेन र रविको एकताले राजनीतिक वृत्तमा ठुलै तरङ्ग सिर्जना गरेको छ। विभिन्न राजनीतिक दलहरूका नेताहरूले पनि यसका बारेमा प्रतिक्रिया दिएका छन्। नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले विध्वंसकारी गतिविधिका योजनाकार र सञ्चालक को थिए भन्ने क्रमशः सार्वजनिक भइरहेको बताएका छन्। बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने लगायतका 7 बुँदे सम्झौता भएर गत्तै एमाले महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, भदौ 23 गते नवयुवाहरूले गरेको शान्तिपूर्ण प्रदर्शनलाई योजनाबद्ध रूपमा मुठभेडमा परिणत गरी केही युवाहरूको हत्या गरियो। त्यसको आडमा भदौ 24 गते मुलुकको अस्तित्व र सामर्थ्य कमजोर बनाउने उद्देश्यले राज्य र लोकतन्त्रका आधार स्तम्भमाथि आक्रमण गरियो। यी विध्वंसकारी गतिविधिका योजनाकार र सञ्चालक को थिए भन्ने कुरा क्रमशः सार्वजनिक हुँदैछ। उनी अगाडि लेख्छन्, भदौ 23 र 24 को घटना भूराजनैतिक द्वन्द्वको गोटी बनाएर नेपाललाई युक्रेन जस्तै अस्थिर बनाउने षड्यन्त्रको पहिलो चरण थियो।
अब सोही षड्यन्त्रको दोस्रो चरण तयारी सुरु भएको छ। यस्तै नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी रासपा र बालेन शाह बीचको मिलन काङ्ग्रेसका लागि चुनौतीको विषय नरहेको बताएका छन्। उपसभापति गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी रासपा र बालेन बीचको एकतालाई अनौठो नमानेको र उनीहरूको एकता काङ्ग्रेसका लागि कुनै चुनौतीको विषय नरहेको बताएका हुन्। काङ्ग्रेसले राणा विरुद्ध लडेको पञ्चायती चुनौती फेस गरेको अब अहिले आएर को मिल्छन् त्यसलाई खासै चुनौतीको ढङ्गले लिएको छैन, गुरुङको भनाइ छ। नेकपा एमालेका नेता गोकुल बास्कोटाले पनि पछिल्लो समय देखिएको राजनीतिक मिलन र समीकरणप्रति व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत धारणा सार्वजनिक गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र बालेन शाह बीच सहमति भएको सन्दर्भ जोड्दै अब अर्को राजनीतिक मिलन पनि हुने सङ्केत गरेका छन्। रवि बालेन मिलेछन्, अब कुलमान प्रचण्ड बाँकी रहे जस्तो देखियो, त्यो पनि होला झैँ लाग्छ, बाँसकोटाले लेखेका छन्। यस्तै दुर्गा प्रसाईले रवि लामिछाने र बालेन बीचको सहमतिलाई राजनीतिक व्यापार भन्दै टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत प्रसाईले देशलाई आफ्नो जग्गा सम्झेर सम्झौता गर्ने संस्कार र राजनीति हो कि व्यापार भन्ने प्रश्न गरेका छन्। उनले 70 लाख सहकारी पीडितले न्याय पाउनुपर्ने विषय एजेन्डामा किन नभएको भन्दै प्रश्न समेत गरेका छन्। हवस् त, यो विषयसँगै बिदा हुन्छु। अर्को विषयका साथ पुनः उपस्थित हुनेछु। नमस्कार।